Hey guys, welcome back to my new video. I have सबैजना सधैँ आरामै हुनुहुन्छ होला, म पनि एकदमै सधैँ आरामै छु। आज चाहिँ गाइज हामीहरू जाँदैछौँ हाम्रो कलेजदेखि टुर अनि पिकनिक टुर लाग्ने भनेको छ। हामी त्यही जाँदैछौँ गाइज। अहिले चाहिँ भनेपछि मर्निङ टाइम होइन, हात मुख नधोएर भ्लग स्टार्ट गरिरहेको छु। अब एकछिनपछि हात मुख धुन्छु गाइज, अनि हात मुख धोएपछि हामी जान्छौँ। पछि अब मसँग त्यति कन्फिडेन्स छैन अनि त्यति ठुलो भ्लग गर्ने होइन, अलिकति मेमोरिजको लागि मैले भ्लग बनाउने गर्छु। सो गाइज अहिले चाहिँ हामी बसमा हामी भ्लग बनाउन पाउँछौँ या पाउँदैन होला, सायद पाउन चाहिँ पाउँछौँ होइन। अब भ्लग बनाउनु त पाउँछौँ। के हुन्छ भनेपछि बस्नु त्यति कन्फिडेन्स छैन कि एक्लै रुमभित्र बनाउने, अनि गाउँमा पनि होइन हुन्छ नि अलिकति कोही मान्छे नभएको वातावरण मिलाएर यसो भ्लग बनाउने गर्थेँ। तर भ्लगकै गाउँमा टन्नै बनाउँथेँ, तर अपलोड गर्ने टाइम हुँदैन थियो। त्यही भएर सो गाइज अहिले चाहिँ हामी यहाँदेखि भनेपछि हात मुख धोएर होइन जहिले गर्नुपर्ने। आज चाहिँ आउट ड्रेस छ फेरि, ड्रेस होइन, आउट ड्रेसमा। सो गाइज हामी अब कपडा सपडा लगाएर रेडी भएर अनि हामीले जानुपर्ने हुन्छ। गएर हामीले 9 बजीभित्र त्यहाँ पुग्नुपर्ने हुन्छ। मैले गुगल म्यापहरू हेरे अनुसार चाहिँ इन्फर्मेसन त्यस्तो घुम्ने ठाउँको त्यस्तो दिएन, त्यस्ता हाम्रो गाउँमा कति हुन्छ। त्यही पनि साथीहरूसँग रमाइलो होइन हुन्छ नि एउटा रमाइलो। अब साथीहरूसँग मित्रता बढ्ने, तल माथिको कल्चर बढ्ने। कलेजमा त अब आउँछ नि, पहाडको मात्रै होइन, तराईको आउँछ, यताको आउँछ, उताको आउँछ, सबै ठाउँको आउँछ। सो गाइज त्यही भएर चाहिँ अहिले हामी हाम्रो कामसाम सकेर हामी त्यही भेट्ने छौँ। म र साथी छौँ, एकदमै मिल्ने साथी छ। अनि हामी दुईजना यसो मिलाएर यसो वनतिर गएर एक्लै भ्लग बनाउँछौँ। तर त्यति कन्फिडेन्स छैन। सो त्यति कन्फिडेन्ट नभए पनि हामी भ्लग बनाउने नै छु गाइज। अनि त्यसमा हेरेर साथ दिनु होला। अहिले चाहिँ म मेरो पिकनिक जानको लागि अब केही मिनट अगाडि म निस्किँदै गर्दा बाटोमा लिएको तस्बिर। अब कुरा गरौँ पिकनिक यानि कि वनभोज कार्यक्रमको। हाम्रो कलेजको इन्फो अनुसार 7 बजे हाम्रो कलेजको प्राङ्गणमा पर्ने थियो र कलेजले गरेको निर्णय अनुसार 7 बजे भने कोही पुग्न सकेनन्। यसो त 7 बजे भने पनि गाडी 9 बजे हिँड्न थाल्यो। गाइस अब हामी हिँड्न लाग्यो है, ट्याक्क जेन्सी यसो त 9 बजिसकेको थियो। गाडीभित्र बसिसकेपछि हामी सबै आफ्नो आफ्नै काममा व्यस्त भयौँ। कोही भने नाचगान, अनि कोही भने गफगाफ, र म भने आफ्नै धुनमा जसरी कन्टेन्ट खोजिरहेको थिएँ। हामीले जाने भनेको धुली खेलको लोकेसन फिक्स भइसक्यो। अनि सो गाइज हामी जान्छौँ यही बाटो हुँदै। गाडी आउँछ भन्ने डर छ, गाडी आउँछ भन्ने त्यही भएर चम्किलो मुहार कति राम्री मिलेको चाल ढाल हाइटमा सानी अङ्गालो हाली तिमीलाई साइडमा लानी ल सबै कुरा अति दामी चम्किलो मुहार कति राम्री मिलेको चाल ढाल हाइटमा सानी अङ्गालो हाली तिमीलाई साइडमा लानी ल सबै कुरा अति दामी कति धेरै छ पछि लाग्ने एक मात्र तिमी मेरो लक्की रानी जवानी खोला जस्तै बग्गी जानी तिमी नै तिमी मेरो चारैतिर त्यसैले कसैलाई नि पालैदिन आए गाडी फसेर गाइज बस्नै फसिदियो भने गयो लाइट डराएर सबभन्दा पाठो भएर लादै बधाई छ।
भइहाल्छ दाइ दक्षिणकालीन मन्दिर है दक्षिणकालीन मन्दिर दक्षिणकालीन मन्दिरको बिचमा आइसकेको छौँ गाइस हामी जङ्गल यस्तो जग्गा सानो सानो घर जाने भए हामी सँगै जाउन मै चाहिँ किन गर्नु बेकारमा धुमन भर्खरकै लाखे जवान हामी पनि कमाइदिन सक्छौँ जाटा चाहे जतिको त धन सुन मै चाहिँ धन मात्र होइन नि ठुलो सुन मै चाहिँ बुझिदिए मनको पुर्खेली सम्पत्तिमा हुर्केनी म फ्लेक्स हान्ने आफ्नै कमाइमा नै हो राजधानी शैली हिमाली सर्भाइभ मेरो चाहियो भने बदलिदिन्छु नि म सेरो फेरो याबा मलाई शङ्कर किन्छु सुम्ला चचलो क्युमादी टङ्गा खम्बा मेदी इम्बा कुपोमो रेन्डा दुचुन mana yambo yula kamba lolo zupu tango sem ke bujata tanga dini sholo जम्मै जा हामी डाँडा पारी मायाले हामीलाई छिक्दैन कुरा काट्नेले काट्दै नै गर्छन् जीवन बाँच्ने केवल तिमी र म जिल्ला वल्ल वल्ल चुङ्गु चाहिँ ठिकै छन् त याङ्की फुक्कै शङ्कै You won't ever have to think about anything Don't worry about the money I got it all yeah बेचदेखि महाकाली पहाडीमा तराई पनि जाने मात्र भन मैचक बोकी लग्छु तिमीलाई मेरो बाटुरामा पाउँछ नि हाम्रो घर जाने बाटोमा पर्छ कि अब काभ्रेमा सँगै जान्छौँ काभ्रेमा एक्साइटेड छ होइन के छ धुलीखेल जङ्गल रिसोर्ट धुलीखेल जङ्गल मनोरमार्नु रिसोर्ट बाल गायक त्यही हो यो चाहिँ अलिअलि लामो भयो होइन एडिसिडी स्टोरेजले खोज्छ गर्दै अब अनि त्यति 15-16 मिनट हानु कति ट्रिक चाहिएको छ मलाई कति चिज गर्छु म तारिफ तिमीलाई गफ लाग्ला के हो र तिम्रो अघि अप्सरा लागेन पत्ता तिमीलाई सस भन्दा हान्छु म ऱ्याप बढी गफ भन्दा चम्किलो मुहार ल कति राम्री मिलेको चाल ढाल हाइटमा सानी अङ्गालो हाली तिमीलाई साइडमा लानी ल सबै कुरा अति दामी चम्किलो मुहार ल कति राम्री मिलेको चाल ढाल हाइटमा सानी अङ्गालो हाली तिमीलाई साइडमा लानी ल सबै कुरा अति दामी टकुरी टिटा हेर अति आँटी यही यातायात आउने रहेछ कि रिजर्टमा आउने रहेछ सो माथि केटाहरू आइसक्यो कहाँ तल गएको हुने यार एउटा खाइदियो भनिदिएर
डाइट हुन्छ हैन डाइट हुन्छ चाहिँ हामी यति टाढा आयौँ होइन सो हामी पछाडिको हिमालहरू हेर्नको लागि आएको हिमाल भन्दा पनि खैकेको लागि आयो थाहा छैन पिकनिक भन्यो पिकनिक भनेर गइदिउँ मलाई अब पछाडिको हिमालहरू यस्तो छ गाइज त्यहाँ पछाडि हिमाल यस्तो छ अनि चरी चुच्चे ढुङ्गा धुली खेलको चुच्चे ढुङ्गा भन्यो होइन चुच्चे ढुङ्गा यसो गइदिउँ त भनेको अनि त्यही हो गाइज पोहोर सालको नि लोकेसन यही रहेछ यो साल पनि यही लोकेसन परेछ अनि हिमालहरू चाहिँ ऊ पछाडिको खत्रै छ देख्नुहोस् है एकछिन ऊ यहाँ माथि छ यो हिमालहरू देखिरहेको छ गाइज अनि सो त्यही हो अब एकछिन खानासाना खान्छौँ के छ भयो होस् नभए नहोस् यसो घुम्न पाइयो राम्रो भयो होइन अनि यसो त्यही हो के भन्नु गाइजहरू त अनि सो केही होइन यही गाउँको जस्तै हो गाउँबाट आएकोलाई चाहिँ नआउँदा हुन्छ कि केही छैन त्यही अलिकति एक दुई हिमाल हेऱ्यो अनि खायो बस त्यति नै साथीसँग आउने अनि गाउँ त यो त हामीले ढोका खोल्ने बित्तिकै यही भ्यू देख्छौँ त गाइज हामीले चाहिँ हाम्रो वनभोज कार्यक्रमलाई टुङ्गाउनु पर्ने अवस्था आइसकेको थियो किनकि समयले डाँडो र बाटो काट्दै थियो लास्टमा आएर हामीलाई रियलाइज भयो कि अब थर्ड इयरको दाइ दिदीहरू अर्को वर्षमा देखिन पाउँदैन योभन्दा अघिल्लो वर्षको दाइ दिदीहरू पनि देख्न पाउने थिएन हामीभन्दा एक वर्ष सिनियर ब्याजहरू कहिले देखिन अब हामी पनि कसैको लागि देखिने छैनौँ कुनै वर्षमा अब जाँदा जाँदै यो भिडियो हेरौँ अनि सो गाइज अब नेक्स्ट भिडियोमा भेट्नेछौँ हामी टाइम मिल्यो भने म भिडियो अपलोड गर्दै गर्छु दम दर मस्त मस्त दर मस्त मस्त दर दम ओ हमदम बिन तेरे क्या जीना